Hey there everyone, this is Sanchit Vishwakarma here र आजको भिडियोमा चाहिँ हामी हेर्छौँ कि Django कसरी सेटअप गर्न सकिन्छ आफ्नो कम्प्युटरमा। Djangoको वर्कसप त चलि नै रहेछ, तर अब हामीले पनि बाइ डिफल्ट एउटा प्रोग्रेस राख्नु ट्राई राख्नु पर्यो कि के सिकेछौँ भनेर। त्यसैको लागि चाहिँ मैले एउटा पर्सनली अब यो च्यानलमा चाहिँ मैले जे पनि वर्कसपमा सिकेँ त्यो सिकेको कन्सेप्टलाई चाहिँ यसमा युट्युबमा चाहिँ एक्सप्लेन गर्ने कोसिस गर्नेछु र आई होप हजुरहरूलाई पनि यो भिडियो हेरेर चाहिँ केही न केही हेल्पफुल कुनै न कुनै हेल्प चाहिँ हुन्छ होला। सो आजको भिडियोमा चाहिँ हामी सबभन्दा सेटअप गरेर नर्मली स्टार्टिङबाटै सेटअप गरौँ। यसको लागि म आफ्नो छुट्टै एउटा फोल्डर बनाइहाल्छु। त्यसपछि म सबभन्दा टर्मिनलमा जाऊँ। टर्मिनलमा अब गिट ब्यासै ओपन गरौँ। गिट ब्यास ओपन गरिसकेपछि यो चाहिँ कस्टम प्रोफाइल हो, कसै इग्नोर गर्दा नै हुन्छ। त्यसपछि सबभन्दा डी ड्राइभमा गइहाल्छु म थोरै। अनि पाइथन नामको यसमा एउटा फोल्डर छ। त्यसमा चाहिँ अब म यसमाको लागि चाहिँ एउटा फोल्डर मैले क्रिएट गरिदिन्छु। फोल्डर बनाम जसको नाम के राख्दा सही होला, नाम पनि सोच्नु रहेछ। युट्युब ज्याङ्गो लेख, सिम्पल नेम ठिकै छ। युट्युब ज्याङ्गो लेखौँ अनि युट्युब ज्याङ्गोमा जाउँ, ठिक छ। अब यसमा चाहिँ अब हामीले पाइथन इन्स्टल गर्नुपर्छ। आफ्नो यो चाहिँ गर्नुभन्दा अगाडि चाहिँ सबैसँगको चाहिँ आफ्नो डिभाइसमा पाइथन इन्स्टल हुनु जरुरी छ। यदि कसैको छैन भने चाहिँ यता पाइथन इन्स्टलेसन विन्डोज अथवा कुनै पनि आफ्नो अपरेटिङ सिस्टम छ भने चाहिँ त्यो अनुसार गरेर हेर्नु होला। अनि यहाँ गएर कुनै एउटा लेटेस्ट डाउनलोडमा गएर अल रिलिज यसरी विन्डोज छ भने विन्डोज, अनि यस्तै विन्डोज गरेर कुनै इन्स्टलर, यदि म्याक छ भने म्याकको इन्स्टलर यसरी अनि यस्तै डाउनलोड गर्दा हुन्छ, ठिक छ। अब मसँग एउटा फोल्डर मसँग कम्प्युटरमा पाइथन पहिलेदेखि छ। यसरी चेक गर्दा नि मिल्छ। अनि कन्ट्रोल जेड गर्दा चाहिँ वापस आउन मिल्छ यदि यस्तो के आएको छ भने। अब यसको लागि चाहिँ एउटा पाइथन चाहिँ यसमा एउटा इन्भाइरोमेन्ट सेटअप गरौँ। हामीले यसमा के गर्छौँ सबभन्दा सुरुमा एकचोटि हेरिहाल। अलराइट, अब सबभन्दा सुरुमा चाहिँ हामीले एउटा इन्भाइरोमेन्ट क्रिएट गर्नुपर्ने हुन्छ। यो इन्भाइरोमेन्ट के हुन्छ, जसले चाहिँ ऱ्याप गर्ने भयो हाम्रो। यसमा गएर एउटा इन्भाइरोमेन्ट एउटा पर्सनल जुन पाइथनको इन्भाइरोमेन्ट हुन्छ त्यो चाहिँ क्रिएट हुन्छ यसमा। यानि कि जब हाम्रो यही सिस्टमले यसमा भएको भर्जनहरूलाई चाहिँ अरू कम्प्युटरमा पनि गएर रन गर्न चाहन्छौँ भने त्यो त्यही प्याकेज नै इन्स्टल भएको छ जुन त्यो प्रोग्राम लेख्ने बेलामा चाहिँ युज भएको छ। त्यति बेला अपडेट यताउता हुनसक्छ, त्यही भएर हामीले चाहिँ एउटा इन्भाइरोमेन्ट बनाएको हुन्छ बेसिकली। यसभित्र चाहिँ हामीले मल्टिपल अब कोड लेख्नु पऱ्यो। अब यसभित्र अब के एप चलाउन सकिन्छ। अब हामीले अहिलेको लागि ज्याङ्गो चलाउन सकियो, अनि अहिले अरू पनि भइगयो, फ्लास्क भइगयो। अब यसैको बिचमा एउटा पपुलर भनेको फास्ट एपिआई पनि हो। यी सबै पाइथनका लाइब्रेरी। यो भनेको चाहिँ ज्याङ्गो भनेको चाहिँ पाइथनको फ्रेमवर्क भइगयो जुन फ्रन्ट एन्ड ब्याक एन्ड दुइटै ह्यान्डल गर्छ भने, सर्भर साइड र क्लाइन्ट साइड दुइटै ह्यान्डल गर्छ भने। फ्लास्क जुन हाम्रो मेजरली यसलाई चाहिँ लाइब्रेरी भनेको हुन्छ र फास्ट एपिआई पनि लाइब्रेरी नै भनेको हुन्छ। फास्ट एपी चाहिँ ब्याकएन्ड लेख्नुको लागि मोस्टली युज हुन्छ, तर यसबाट एचटिएमएल पनि रेन्डर गर्न मिल्छ, तर त्यो त्यस्तैको टर्म्समा भन्न मिल्दैन। यसलाई आज ब्याकएन्डकै रूपमा लिनु पऱ्यो। फ्लास्क पनि ब्याकएन्डकै रूपमा लिन सकिन्छ हामीले यसलाई। बेसिकली सिधै अब लाइभ डेमो गरौँ यी सब गर्दाखेरि। अलराइट, अब चाहिँ हामी यसमा चाहिँ एउटा पाइथनको इन्भाइरोमेन्ट भनौँ -m। तर बहुत स्टुडेन्ट्सहरू चाहिँ बहुत कन्फ्युजन हुन्छ। पाइथन यो पाइथनको सर्टकट तरिका भने पिवाई लेख्यो भने भयो, पुरै पाइथन पुरै लेख्यो भने भयो। अनि म्याकमा चाहिँ पाइथन 3 लेख्नुपर्ने हुन्छ। पाइथन लेखेर -m भनेको चाहिँ मोड्युल। कुन चाहिँ मोड्युल म इन्स्टल गर्न चाहन्छु, म एउटा भर्चुअल इन्भाइरोमेन्ट चाहिँ क्रिएट गर्न सक्छु। कसको नाममा, अब के नाम राख्ने हो, मैले इएनभी राख्न सक्छु, माई इएनभी राख्न सक्छु, इएनभी राख्न सक्छु, अथवा मैले अरू कसैको सिस्टमहरू पनि देखेको हुन्छ जस्तै .भिएनभी पनि राखेको हुन्छ ताकि एउटा इन्भाइरोमेन्ट होस् भनेर। हामी .भिएनभी पनि राख्यो भने भयो, भिएनभी पनि राखेको। मैले मेजरली भिएनभी राखेको हुन्छ, त्यही भएर त्यति प्रब्लम क्रिएट गर्दैन। यस्तै गर्ने बित्तिकै यसले एउटा बनाउने इन्भाइरोमेन्ट क्रिएट गर्छ फाइलभित्र। यहाँ चाहिँ यो हेर्न सकिन्छ कि यहाँ एउटा फोल्डर बनाइसकेको छ, एउटा भिएनभी नामको फोल्डर बनिसकेको छ। अब बनिसकेपछि अब हामी यो चाहिँ यसरी टर्मिनललाई युज गरौँ। अनि अब बनाइसकेपछि यसलाई एकचोटि भिएस कोडमा खोलौँ। भिएस कोडमा अभियसली खोलेपछि इजी हुन्छ। भिएसमा खुल्यो। अनि मैले यसको लागि केही एक्सटेन्सनहरू चाहिँ मैले बाई डिफल्ट डिसेबल गरेको हुन्छ। यसरी यिनीहरू वर्कसपको लागि मात्र गरेर पाइथन एउटा इन्स्टल गरिहालौँ। एउटा इनेबल एकचोटि यसलाई इनेबल गरिहालौँ, बाँकी छैन। यसलाई इनेबल गरौँ एकचोटि अगाडि सबलाई। अनि अर्को चाय थिम, हितेश सरको चाय थिम, अरूको युज नगर्ने, हितेश सरको चाय थिम युज गरेर सबैले।
यही गुगल एक्सटेन्सनमा गएर सिधै चाहे थिम सर्च गऱ्यो भने नि आइहाल्छ फर्स्ट नम्बरमा प्रमोसन। साउट आउट टु हितेश शेर। अब यो भिएनबी बनाइसकेपछि चाहिँ अब हामीले यसबाट अब नर्मल यो टर्मिनल युज गऱ्यो भने भयो, अथवा यो भिएस कोडमा तलबाट यस्तै टर्मिनल आउँछ, यो टर्मिनल युज गरे नि भयो। ओके, म अब धेरै टाइम यो वेस्ट नगरी यो सेटअप गरौँ, ठिक छ। अब भाइ यो भिएनबी बनाइसकेपछि चाहिँ अब भर्चुअल इन्भाइरोमेन्टभित्र अब हामीले एक्टिभेट गर्नु पऱ्यो भर्चुअल इन्भाइरोमेन्टलाई अफकोर्स। अनि मोस्टली स्टुडेन्ट चाहिँ कन्फ्युज कति बेला हुन्छन्, किनकि कसैको भिएस कोडमा चाहिँ अब आफैले तिनीहरू पहिलेदेखि प्रोग्रामिङ गरेको छ भने ब्यास प्रिफर गर्छन्, र कसैलाई चाहिँ बाई डिफल्ट यदि प्रोग्रामिङ फर्स्ट टाइम अथवा छ भने चाहिँ यसको पावर सेल बाई डिफल्ट पावर सेल अन हुन्छ। म दुवै तरिकाबाट भन्छु कि कसरी पावर सेलबाट हाम्रो इन्भाइरोमेन्ट एक्टिभेट गर्न सकिन्छ र ब्यासबाट पनि कसरी एक्टिभेट गर्न सकिन्छ। सबभन्दा पावर सेलको हेरौँ। पावर सेलको चाहिँ जब यस्तरी नर्मली यस्तो पारा आइरहेको हुन्छ, यहाँ पावर सेल लेखेको हुन्छ, सिधै यो फाइलको नाम के लेखेको छ, भिइएनबी लेखेको छ, अथवा ट्याब गर्ने बित्तिकै चाहिँ यसले यो भिएस कोडले नै डिटेक्ट गरिदिन्छ कि यो फाइल यहाँ आएको छ भनेर, अथवा आफैले मेनुअली लेखे नि भइगयो। भिएनबीभित्र स्क्रिप्ट्सभित्र जान्छौँ हामी, स्क्रिप्ट्स, यहाँ स्क्रिप्टभित्र गएर यो एक्टिभेट भन्ने चाहिँ हामीले एक्टिभ गरेको हुन्छ, स्क्रिप्ट्स अनि एक्टिभेट, अनि ट्याब दबाएपछि अनि एक्टिभेट गर्ने बित्तिकै यसरी कि इएनबी भनेर चाहिँ हाम्रो एक्टिभेट भइदिन्छ। अनि जब यसबाट निस्किनु छ भने डिएक्टिभेट, जुन हाम्रो डिएक्टिभेट छ यो चलिहाल्छ। यस्तै डिएक्टिभेट गर्ने बित्तिकै हामी वापस आइहाल्छ। अब एक्टिभेट गरिसकेपछि हामीले चाहिँ नि एउटा यस्तो जुन मैले इन्भाइरोमेन्टको कुरा गरेको थिएँ, हामीले एकचोटि इन्भाइरोमेन्ट त बनायौँ, तर त्यो इन्भाइरोमेन्टमा कस्ता कस्ता प्याकेजेसहरू छ भनेर चाहिँ हामीले त्यो सेट गरेर राख्नुपर्नेको चाहिँ हामीले यो प्याकेजेसहरू युज गरेछौँ भनेर चाहिँ अन्त मुभ गर्नको लागि चाहिँ यसलाई चाहिरहेको हुन्छ। भनेपछि हामीले एउटा कमान्डबाट पनि गर्न सकिन्छन्, अथवा म्यानुअली नै आफूले रिक्वायरमेन्ट्स .txt यसरी मेनुअली लेख्दा नि हुन्छ, त्यसपछि गएर यसरी लेख्दा नि हुन्छ। तर हामी के गर्छौँ, कमान्ड लाइनबाट पनि सिकेको हुन्छौँ कि कमान्ड लाइनबाट पनि कसरी गर्न सकिन्छ भनेर। पिप फ्रिज अनि रिक्वायरमेन्ट, एक मिनट, आइआरई रिक्वायरमेन्ट्स .txt हामीले फाइलमा लेखेको हुन्छ यसले पनि। यसले के गर्छ, पिप फ्रिज यानि कि अहिले जुन भर्जनहरू छ हामीसँग त्यो भर्जनहरू चाहिँ यसले देखाएको हुन्छ। अहिले हामीसँग केही इन्स्टल गरेको छैन, त्यही भएर केही पनि आएको छैन। त्यही भएर अब एकचोटि हामीले यस्तै गर्छ, अहिले हामीसँग केही पनि छैन, ठिक छ। अहिले त्यसको सबभन्दा सुरुमा चाहिँ एकचोटि इन्स्टल गरिहालौँ, केही लाइब्रेरिजहरू चाहिँ इन्स्टल गरिहालौँ, जस्तै कि पाइथनको प्याकेज इन्स्टलर हो, पिप इन्स्टल ज्याङ्गो एकचोटि इन्स्टल गरौँ, ठिक छ। अलराइट, इन्स्टल भइहाल्यो। अब एकचोटि हेरौँ कि के छ, जस्तै अघिको फेरि कमान्ड गरौँ, पिप फ्रिज, यो सिप पिप फ्रिज मात्र लेख्यो भने नि यसले कमान्डले भन्छ कि कुन कुन प्याकेजेसहरू अहिले चाहिँ हामीले युज गरिरहँ भनेर। अनि पिप फ्रिज गरेर हामी चाहन्छौँ कि यहाँ जति पनि कन्टेन्ट छ यो कन्टेन्टलाई मेरो रिक्वायरमेन्ट्स .txt नामको फोल्डरमा गएर डम्प गर्दा, यो एरोको मतलब हो त्यसमा गएर डम्प गर्नु, यानि पिप फ्रिज यो एरो जुन यो फाइलमा गएर रिक्वायरमेन्ट REQUIRE, ठिक छ, स्पेलिङ कहिलेका मिस्टेक भइहाल्छ, गर्ने बित्तिकै यसले के गरिदिन्छ, एउटा रिक्वायरमेन्ट्स नामको फाइल बनाउँछ, यहाँ जे पनि प्याकेजेसहरू इन्स्टल थियो यसमा गएर डम्प गरिदिन्छ, बस यति हो, ठिक छ। अब बनाइसकेपछि अब एक्चुअली अब ज्याङ्गोको चाहिँ प्रोजेक्ट एक्चुअली स्टार्ट गरौँ। त्यसको गर्नको लागि चाहिँ हामी इन्भाइरोमेन्टभित्र आउन जरुरी छ, इन्भाइरोमेन्टमा, किनकि हामी के गर्यौँ, ज्याङ्गो इन्भाइरोमेन्टमा इन्स्टल गरेको छ, हामी लोकली ग्लोबली हाम्रो कम्प्युटरमा इन्स्टल गरेको छैनौँ। त्यही भएर चाहिँ यसमा चाहिँ ज्याङ्गो एडमिन, यसमा एउटा ज्याङ्गो एडमिन भन्ने कमान्ड हुन्छ, अनि स्टार्ट प्रोजेक्ट, हामी एउटा स्टार्ट प्रोजेक्ट गराउँछौँ। अनि प्रोजेक्टको नाम के राख्ने त, अब हामीले युट्युब गरेर भने चाहिँ युट्युब नै राखौँ, हामी युट्युबमै बनाउने, थोरै जति पनि कन्सेप्ट आउँछ हामी युट्युबको युआई भएको लजिक भनेको जुन हामी युट्युबलाई हामीलाई थाहा नै छ, किनकि हामीले वर्षौँदेखि युज गर्दै आइरहेको, त्यही भएर हामी फेमिलियर पनि छौँ भने चाहिँ त्यो प्रोजेक्ट बनाउँछौँ। अब यसमा एउटा प्रब्लम भनेको के छ, यदि मैले युट्युबबाट यतिमै कमान्ड चलायो भने के गर्छ, यसले युट्युब नामको एउटा फोल्डर बनाउँछ, अनि त्यो फोल्डरको भित्र फेरि युट्युब नामको एउटा मेन जुन कोड बेस हुन्छ त्यो अझै एउटा बनाउँछ। यति लेखिसकेपछि चाहिँ म चाहन्छु हामीले एउटा युट्युब ज्याङ्गो नामको एउटा फोल्डर बनाइसकेँ हाम्रो, म चाहन्छु मेरो सबै प्रोजेक्टहरू यहीँ नै देखियोस्, मलाई अझै भित्र एउटा फोल्डर नदेखियोस् भनेर गर्नको लागि चाहिँ हामीले यसमा डट लेख्छौँ। यसमा चाहिँ डट लेखिसकेपछि के हुन्छ, म यही फोल्डरमा चाहिँ गएर यो मेरो सबै प्रोजेक्टहरू यहीँ बनाइदिएँ भनिदिन्छु। जस्तै कि एउटा युट्युब नामको फोल्डर हो, एकचोटि हेरि नै हालौँ कि के गर्नु रहेछ, जस्तै कि यसमा मैले डट लेखेन,
अहिले म युट्युब सर्ट्स भनेर लेखेँ ल। युट्युब सर्ट्स भनेर लेखेँ, डट लेखेको छैन मैले। यतिमा एन्टर गरेँ। 1 मिनट यसमा चाहिँ सायद मिल्दैन क्या? ल युट्युब सर्च ड्यास हटाइदिउँ। स्टार्ट प्रोजेक्ट गरेर मैले अझै एउटा युट्युब सर्च नामको बनाएँ, ठिक छ? युट्युब सर्चको एउटा फोल्डर बन्यो, त्यसको फोल्डरभित्र अझै एउटा फोल्डर बन्यो, अनि यो जुन हाम्रो यो फोल्डर भनेको चाहिँ हाम्रो मेन फोल्डर, अनि फेरि म्यानेज डट पी वाई। फेरि म दुबारा फोल्डर बनाउनु पर्ने हुन्छ क्या। त्यही भएर चाहिँ मैले यसलाई चाहिँ यही फोल्डरभित्र नै गरेको। अब एकचोटि डिलिट गरौँ युट्युब सर्ट्सलाई, ठिक छ? ओके। ओके, अब नर्मल्ली यो हाम्रो प्याकेज बनाइसक्यौँ सबै, यो फोल्डर सिम्पल्ली हाम्रो एउटा स्टार्ट टेम्प्लेट चाहिँ स्टार्ट गऱ्यौँ भनिसकेपछि हामी हेर्न सकिन्छ म इन्भाइरोमेन्टभित्रै छु। त्यसपछि पाइथन अथवा पाई मात्र लेखे नि हो, अनि म्यानेज डट पिवाई जुन यानि कि म्यानेज डट पिवाईमा चाहिँ यो फाइललाई मेन्सन गर्ने, अनि रन सर्भर भनेर गर्ने। रन सर्भर गर्ने बित्तिकै यसले के गर्छ, एउटा प्याकेजहरू यो चाहिँ युआरएल दिन्छ। बाँकी अरू के आएको छ त्यो इस्यु केही होला, तर यो स्ट्याटिक डेभलपमेन्ट एन्ड यो आएको छ भने चाहिँ युआरएल आएको छ भने चाहिँ मतलब सर्भर चाहिँ हाम्रो एक्चुअलमा प्रोजेक्ट स्टार्ट भयो। अब एक्चुअली यो लिङ्कलाई कपी गरौँ, कपी गरौँ, अनि हाम्रो प्रोजेक्टमा गएर एक्चुअली पेस्ट गरौँ। पेस्ट गर्ने बित्तिकै हाम्रो ज्याङ्गोको एउटा सिम्पल प्लेटफर्म वेबसाइट हामीले एक्चुअलमा गएर होस्ट गऱ्यौँ। आई होप सबैको लागि चाहिँ यहाँसम्म चाहिँ त्यति गाह्रो थिएन होला। हामीले यसमा के गऱ्यौँ एक्चुअली कभर गरिहाल्यौँ। हामीले एउटा नर्मल्ली एउटा इन्भाइरोमेन्ट क्रिएट गऱ्यौँ। इन्भाइरोमेन्ट क्रिएट गरिसकेपछि त्यसभित्र हामीले एउटा बस प्याकेज इन्स्टल गऱ्यौँ, ज्याङ्गो नामको प्याकेज इन्स्टल गऱ्यौँ। त्यसपछि एउटा कमान्ड चलाएर त्यो कमान्डले के गर्छ, त्यो मलाई डक्स पनि देखाइदिन्छु कसरी के हुन्छ। हामीले के गऱ्यौँ त यसमा, हामीले नर्मली एउटा इन्भाइरोमेन्ट बनायौँ, ठिक छ? इन्भाइरोमेन्ट बनायौँ, एक्टिभेट गऱ्यौँ त्यसलाई, अनि एक्टिभेट गरिसकेपछि के गर्यौँ, एउटा प्याकेज इन्स्टल गऱ्यौँ। यो अहिले युबीको इग्नोर गर। अहिले यो प्याकेज इन्स्टल गरिसक्यौँ। अरे प्याकेज इन्स्टल गरिसकेपछि हामीले के गर्यौँ, हामीले जति पनि प्याकेज इन्स्टल गरेको छौँ त्यसको एउटा रिक्वायरमेन्ट्स नामको फोल्डरमा गएर यसलाई एड गऱ्यौँ। के गर्नु ताकि जब कसैलाई नयाँ स्टार्ट गर्नु छ भनेपछि नयाँ कसैलाई सेयर गरेर त्यो प्याकेजमा अब केही कन्ट्रिब्युसन गर्नु छ भने चाहिँ हेल्प हुन्छ त्यसले। त्यसपछि हामीले ज्याङ्गो एडमिनबाट गरेर प्रोजेक्ट स्टार्ट गऱ्यौँ। हामीले दुईवटै कन्सेप्ट हेऱ्यौँ कि डट लेखेर त्यही सेम प्रोजेक्टमा गएर कसरी हुन्छ र डट बाहिर लेखेर नि कसरी हुन्छ, दुइटै एक्सपिरियन्स गऱ्यौँ। यो डेभलपर्समा डिपेन्ड गर्छ कि कसले एउटा फोल्डर बनाएर गर्न चाहन्छ भने कसैले त्यही जुन हामीले फोल्डर बनाएको छ त्यसैमा चाहिँ राख्न सकिन्छ भनेर। यो भन्न खोजेको बेसिकली अब कसैले बाहिरै चाहन्छ, कसैले अझै एउटा फोल्डरभित्र गरेर सबै एप्लिकेसन होइन म त्यसैमा राख्छु भनेर गर्नु पनि मिलिहाल्छ। त्यसपछि हामीले सिम्पल पाइथन म्यानेज रन सर्भर गरेर चाहिँ हामीले सिम्पल प्रोजेक्टलाई रन गऱ्यौँ र ज्याङ्गोको एउटा सिम्पल जुन टेम्प्लेट हुन्छ बोइलर प्लेट टेम्प्लेट त्यो चाहिँ स्टार्ट गऱ्यौँ।